बरमे धनिया है अनि फेरि सिलौटो बसेको यत्रो त बाँच्यो के सानो सिलौटा छ त्यो भएर गर्दिनु होला आज करेला म पनि खानु पर्यो के खानु करेला फर्किन्छ अरे फेरिन्छ खाएर करेलादेखि सुरु गरे वाउ करेला यस्तो खानुपर्छ नि यस्तो हुन्छ के करेला मासु खानु पर्दैन बरु करेलाहरू यस्तो मनपर्छ फेरि मेरो स्पेसल लोचा साथीहरू कति मिठो भयो câu này chưa phải kia dạ कस्तो सर्कायो शरीरलाई जाती के हुन्छ के केले सर्कायो बिमा जान्छ क्या कस्तो हाँसुसरी भयो म त अन्त त्यसो हुन्छ त नि अस्ति म कतिखेप त्यस्तो भएको त नि क्या नि खानै पर्यो ल मुसुरीको दाल मजाले पाए सरकारले साह्रो पारो साथीहरू अझ पनि बोल्नु भएको छैन अन्त बोल्नु हुँदैन नि कुन नसामा पर्छ कुन त कुन चाहिँ घोप्रोमा पर्छ त्यस्तो कोही नाकबाट भातै निस्किनु हुन्थ्यो कति मिठो भएको धनिया ये तो छोड़ भात छोडेको खानु त त्यो त आधी हाल्नु एउटाले चाप्दो कस्तो चाप भन्नु है हामीले चाहिँ खाइरहेको हुन्छ करेला म सानैदेखि मन नपर्ने करेला नि मुख मिठो हुन्छ भनेर खाएको के तितो भएकै हुन्छ नि के हुन्छ एउटा खानु भनेर आएको नि पर्छ कसरी हो फेरि मलाई त त्यस्तो करेला खाइसकेँ मैले उहिले बाघ भेटेर जाँदाखेरि नम्बर नि त्यो खेमाले पकाइराख्नु भनेको छ
धान आलुको भुटेरी तारको अनि तितो गरेर यति राम्रो काटेर तेलमा मात्रै तारेको क्या झुरुङझुरुङ ती बनाएको छ आम्मामा कम्ती जिद्दी गरेको होइन मलाई सबैले मिठो लाग्ने भए होइन हुन्छ ज्यादा भएर खान्थ्यो नि एक जग्गा तेलमा तारेको त मिठो जिरोको त भयो मलाई त मनपर्छ त्यो बनकालेर भुँडी निकालेर गुदी निकालेर त्यहाँ मसलाहरू भरेर पकाइदिन्थेँ हालिदिन्थ्यो त्यो कोपिलाको बाबु अझै पहिला 3 वर्षसम्म कुरा गरिबस्थ्यो हौ कान्छी आएर त्यो करेला कस्तो मिठो बनाउँथ्यो भन्दै अन्त बोल्दा पनि भेट्दा पनि त्यति बोल्दैन ज्ञान अलिक भएको कि क्या हिँड्दा पनि हुन्छ क्या बोलाउँदैन न यिनीहरूको त कान्छीमा भयो नि अब दिमाग अलिक भयो त्यत्रो घरमा एक्लै के गर्नु दुई तलामा दोकानै दोकान छ भाडामा सम्पत्ति भयो नि धेरै छोराछोरी बाहिर अनि के गर्नु होइन गाह्रो छ मिठा सरकार झन्डै मऱ्यो कम्ती आशा भएको छ त सरकार राख्नुपर्छ नि किन हालेको होइन बल्ल धनियाँ किनेर खायो भने अलिक सस्तोमा खाने सिजन आउँदैछ होइन पुगेको आफ्नो